नमस्ते साथीहरु, सबैजना साथीहरुलाई टेक साथी युट्युब च्यानलमा धेरै स्वागत छ। यस भिडियोमा चाहिँ म तपाईहरुलाई हामीले आफ्नो मोबाइलबाट चाहिँ कसरी मेरो शेयरबाट चाहिँ शेयर भर्ने आईपीओ भर्ने भनेर सिकाउँदै छु। यो भिडियो हेरिसकेपछि तपाईहरुले मजाले आफ्नो फोनबाटै शेयर चाहिँ आईपीओ चाहिँ भर्न सक्नुहुन्छ। आउनुस् आजको भिडियोतर्फ जाउँ। ओके। आईपीओ भर्नुभन्दा अगाडि हामीलाई आईपीओ भर्न चाहिँ के चाहिन्छ हेरौँ। आईपीओ भर्नुभन्दा अगाडि चाहिँ हामीलाई एउटा डिम्याट खाता र मेरो शेयरको खाता चाहिन्छ। यदि तपाईसँग छ भनेदेखि तपाईले आईपीओ भर्न सक्नुहुन्छ। यदि आईपीओ यो खाताहरु चाहिँ तपाईसँग छैन भनेदेखि तपाईले नजिकैको बैंकमा जुनै पनि बैंकमा गएर चाहिँ यो खाता चाहिँ खोल्न सक्नुहुन्छ। कसरी खोल्ने भनेर मैले भिडियोहरु पनि बनाउने छु। अनि त्यसपछि तपाईसँग दुईटा खाता भइसकेपछि त्यो बेलामा आईपीओ पनि खुलेको हुनुपर्छ। यतिखेर एउटा आईपीओ खुलेको छ त्यो म भर्दै छु। आउनुस् अब हामी आईपीओ कसरी भर्ने देखाउँदै छु। तो चलिए सुरु करते हैं। आईपीओ भर्नको लागि चाहिँ क्रोममा जानु होला। त्यसपछि मेरो शेयर चाहिँ यहाँ लेखेर मेरो शेयरको वेबसाइटमा जानु होला। अब यहाँ आफ्नो डीपी त्यसपछि आफ्नो युजर नेम र पासवर्ड राखेर चाहिँ लगइन गर्नु होला। लगइन गरिसकेपछि चाहिँ तपाईको हाल यस्तो इन्टरफेस आउँछ। हल्का जुम आउट गरे जस्तो गरेर हेर्नु होला। यहाँ साइडमा चाहिँ तपाईको नाम देखाउँछ भने यतापट्टि साइडमा चाहिँ यस्तो लाइनहरु देखाउँछ। यस्तो इन्टरफेसबाट चाहिँ तीनवटा लाइनमा थिच्नु होला। त्यसपछि माई आस्पामा थिच्नु होला। तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। यहाँनिर हेर्न सक्छौं एप्लाई फर इस्यु भनेको ठाउँमा चाहिँ अहिले भुजुङ हाइड्रो पावर लिमिटेडको चाहिँ आईपीओ खुलिरहेको छ। यसमा चाहिँ अब हामीले भर्न लाग्दै छौं। त्यसको लागि यो एप्लाई भन्नेमा थिच्नु होला। तपाईहरुको अगाडि चाहिँ अब यस्तो इन्टरफेस आउँछ। अब यहाँ आफ्नो बैंक भनेको ठाउँमा बैंक सिलेक्ट गर्नु होला। एकाउन्ट नम्बर आफ्नो सिलेक्ट गर्नु होला। त्यसपछि कुन ब्रान्च हो त्यो पनि सिलेक्ट गर्नु होला। त्यसपछि अर्को छ एप्लाइड किता भनेको छ। कति किता चाहिँ भर्ने हो त हामी भर्ने भनेको 10 किता हो। अमाउन्ट हामीले केही पनि लेख्न परेन। अमाउन्टमा 1000 आइहाल्यो। अब यहाँ अर्को छ सीआरएन भनेको छ। यो सीआरएन नम्बर चाहिँ तपाईलाई बैंकले दिन्छ तपाईले डिम्याट एकाउन्ट बनाउँदाखेरि। यदि तपाईलाई सीआरएन नम्बर आफ्नो थाहा छैन भनेदेखि तपाईले आफ्नो बैंकमा कन्ट्याक्ट गर्नु होला। उहाँहरुले भनिदिनुहुन्छ। म चाहिँ अब यहाँ आफ्नो सीआरएन नम्बर राख्दै छु। बक्सलाई पनि टिक गरेर प्रोसिडमा थिच्नु होला। अब यहाँनिर तपाईको ट्रान्ज्याक्सन पिन मागेको छ। यहाँनिर चाहिँ आफ्नो ट्रान्ज्याक्सन पिन के हो त्यो राख्नु होला। अब यति गरिसकेपछि चाहिँ हाम्रो आईपीओ चाहिँ एप्लाई भइसकेको छ। आईपीओ हामीले भरिसकेका छौं। अब यति गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ। अघि नै एप्लाई भनेको ठाउँमा एडिट भनेर आएको छ। यसरी चाहिँ हामीले कुनै पनि आईपीओ खुलेको बेलामा चाहिँ आईपीओ भर्न सक्छौं है त। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजना साथीहरुलाई धेरै धन्यवाद। अब तपाईहरुले पनि आफ्नो मोबाइलबाटै सजिलै आईपीओ भर्न सक्नुहुन्छ होला भन्ने सोचेको छु। तपाईहरुलाई कुनै पनि डाउट लाग्यो भनेदेखि प्लिज कमेन्ट गर्नु होला र च्यानललाई प्लिज सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू साथीहरु।